गाईहरू गाईहरू कपाल कस्तो छ मैले काटिदिएको कपाल है गाईहरू खासै लामो कपाल पारेर पनि केही देखेन जस्तो लाग्यो काटिदिएको है तर ठिकै छ कपाल पनि काटिसकेँ गाईहरू है यताउता गर्न सक्यो अनि तर यार यस्तो हिउँ परिरहेको हेर्नु त मेरो यहाँ लुकामा लगाइरहेको जमिनमा त किन ठिक टेरेको छैन के होइन गाईहरू तर केही छैन यो लास्ट ट्रेन होला अनि यस्तै छ जिन्दगानी चलिरहन्छ यताउता गरेर है मेरो पनि एउटा सानो भ्लग मात्र हो एउटा भिडियो किनकि धेरै डिफरेन्ट झ्याङ्गा छ नि त है अनि गाईहरू यताउता गर्दै गरौँ ल है त गाईहरू ल एरिया डेन्जर छ है घरमा नेपालमा भयो यस्तो घर बन्थ्यो यत्रो न घर हुन्छ है जापान पनि देखिरहेँ ट्याक्क लाएर कार है ट्याक्क लाएर कार मासुल कारमध्ये घर त यस्तो बादल छ कि आज किन है यस्तो बादल भइरहेको कि गाईहरू है त एडिटिङ भइरहन्छ बेला पाए होइन चिसो त बब्बाल छ यार मादर सुत चिसो त कुरै छोडिदियो यो बढी गल्ली चाहिँ यो रातिमा राति पनि है गोर्खापत्र पार्छ कि राति 12 बजी पनि होइन ओ माई गड ल है त गाईहरू अब ल गाईहरू म बेला बेला क्यामेराम्यानमा आइहाल्छ है गाईहरू म पनि अब पहिलोचोटि भएर भिडियो गराउँदै हो अनि मेन कुरो चाहिँ तर है पहिलोचोटि भिडियो बनाउँदै हो गाईहरू केही छैन यार हिउँ त यार कपाल हिउँ परिरहेको है हिउँ परिआएन तर चिसो मोबाइल छ तर केही छैन आफ्नो कन्ट्री दिने हो आफूबाट कन्ट्री दिने होइन केही छैन तर मलाई मेन कुरो चाहिँ यहाँ कता एकदम आफूलाई हिँड्दा हिँड्दैन कस्तो डर महसुस हुन्छ क्या भने चाहिँ त्यो ठाउँ चाहिँ खतरा रहेछ क्या अनि अर्को कुरो भन्ने मन लागेको कुरो यार होइन यस्तो नेपालको अहिले चाहिँ चुनाव चलिरहला फागुन 21 गते होइन त्यो चुनावमा चाहिँ मेरो सन्दर्भमा चाहिँ जसले जित्यो भने गराउने देशैले हो एकअर्का प्रतिस्पर्धा भइरहेको छ तर खासै त लाग्दैन होइन अब घन्टीले जित्यो भने गराउने देशै हो बनाउने नेपालै हो अरूले जित्यो भने बनाउने नेपालै हो होइन तर मेरो विचारमा चुनाव राम्रैले जितोस् राम्रैले गरोस् भन्ने हो हाम्रो चाहना हामी नेपालीहरूको चाहना होइन तर केही छैन जोस् अलि नेपाली जनताहरू अलि सचेत भइसके जोस् राम्रैले जिताउँछन् भन्ने आशा गरेर आएको छु होइन अनि योचोटि यो चुनावमा जोस् राम्रैले जिताउँछन् भन्ने आशा गरेर आएको छु मेरो विचारमा होइन तर जोस् ठिक छ तर मलाई चाहिँ भन्न लागेको चाहिँ के हो भन्दाखेरि होइन मलाई भन्न लागेको चाहिँ यो बिल्डिङ चाहिँ के बिल्डिङ यति ठुलो छ यार यहाँबाट लामै बिल्डिङ छ क्या बिल्डिङ चाहिँ छैन अगाडि बिल्डिङ छ एउटा सामान छ त्यसमा मौसम चलिरहेको छ
जाडो छ हौ, जाडो छ, लास्टै जाडो रहेछ। किन हो आज त झन् जाडोको बेला झन् लुगै नलाएर छ क्या। झन् जाडो भए बेला झन् लुगै नलाएर आएछु क्या आज झन्। बिहान चाहिँ फेरि हल्का हल्का जाडो थियो कि यस्तो त नहोला भन्ने लागिरहेको थियो मलाई चाहिँ। तर एक्कासी त भइदिरहेको के गर्ने यार, जाडो छ है। अब जाडो भए पनि गाह्रो भए पनि के गर्ने होइन, गरिहाल्नु पर्छ। पेजहरू आफ्नो काम यस्तै हो होइन। पेजहरू यो लाइटमा नदेखेला कि छैन, एकदम गाह्रो नदेखेला यस्तै छ है। ल पेजहरू यो जङ्गलमा चाहिँ मलाई बाटोमा हिँड्दाखेरि डर लाग्छ क्या। किन खै होइन, यो अलिकति यहाँ अन्त हिँड्दाखेरि त्यस्तो त हुँदैन, तर यो पार हिँडेर कता मन चस्को के हुन्छ कि भन्ने जस्तो लाग्छ है। किन हो है, यो पुरा भएर होला कि यताउता भयो, यताउता डल्लाएर हेर न बिल्डिङ आमा। गाडी फेरि तर जस्तो बिल्डिङ भयो भने गाडीको सिस्टम चाहिँ जापाउँलाई मान्नै पर्छ कि। हेर न गाडी ट्याक 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 गाडी मिलाए उल्टा साथीहरू फेरि अब हेर न। लामो बिल्डिङ छ क्या बाबा, लामो छ। गाडी पार्किङ गर्ने सिस्टम हेर न मजाले, एकदम रुम अनुसारसँग पार गरिरहेछन् गाडी पनि है। ठ्याक्क लाएर एकदम जापानमा यस्तो कुराहरू एकदम राम्रै रहेछ होइन, राम्रो पालन गर्ने छ है त लगाइजहरू। अब म पनि पछाडि फेरि एउटा यस्तो ठाउँमा भेटाउँछु तपाईँहरूलाई होइन। त्यहाँबाट एकदम अलिकति खतरा ठाउँ देखिन्छ है गाइजहरू। हेर्नुहोस् त, यो चाहिँ गाडीको सिस्टमहरू त्यसैले गर्दा म बिचमा रोकिने गरेर हो है गाइजहरू होइन। यो चाहिँ वाराबी स्टेसन है गाइजहरू। हामी चाहिँ अहिले ठाउँमा पुग्यौँ भन्दा पनि फरक पर्दैन है गाइजहरू। त्यति काम चाहिँ नगर्ला। म अहिलेको समथिङ 1:30 बजे जस्तो लाग्यो रातिको, त्यही भएर यताउता गर्दैछु गाइजहरू। सिने प्रयास गर्छु है त्यो गाइजहरू है। केही छैन, साइडतिर गरौँला, केही भएन है। ल गाइजहरू, यो चाहिँ जापानको एक ठाउँ हो यो साइताम भन्ने होइन। यही गाइजहरू अहिले चाहिँ यस्तो भइरहेको छ। यति देखाउँछ यतातिर खासै त्यस्तो देखिँदैन। म उता अगाडि हिँड्दै आएको है हाम्रोतिर यसो भुजानमा गाइजहरू है। हाम्रोतिर पनि सेल्फी हाल्नु है त। यो खेला गतिलो तरिकाले है, यो उतातिर हो। ल है त गाइजहरू, ल त्यो मोबाइलतिर बनाउने छु है त। ल है ल गाइज, अब हामी छुट्यौँ होला है त। ल गाइजहरू, ल हेर्नुहोस् है त, हेर्नुहोस् गाइजहरू। के हो यार, हिमै हुन्छ क्या? के हो, भाग्नु पर्नु थाल्यो त गाडीमा। आमामा हो, भाग्नु पर्नु थाल्यो क्या हो, भाग्नु पर्नु थाल्यो क्या हो। हिउँ गाइजहरू यस्तो हो त यार, लुगा हेर त। आँखैमा पऱ्यो, केही पनि छैन बाल यार। पुगेछु ट्याक्कै गाइजहरू। ल बाई, हुन्छ, गुड नाइट।